तिमी बुझ्नु मैले भनेका कुराहरू। तिमी समझदार हुनु, तिमी ज्ञानी हुनु, तिमी इमानदार हुनु, तिमी 32 गुणले भरिपूर्ण हुनु, तिमी असल छोरी घरकी, तिमी इज्जत घर परिवारकी। नराम्रो कदम नचलाउनु, कहिले हिँड्नु सधैँ सही बाटो पहिचान गरी गलत बाटोतिर तिम्रो मनसम्म जान नदिनु। घर सोच्नु, बाबा आमाको मुहार एकपटक सम्झिनु, तिमीलाई तिम्रा वरिपरिकाले उदाहरणका रूपमा ल्याउनु, आफ्ना छोराछोरीलाई सम्झाउनु फलानु जस्तो हुनु भने। तिमी इज्जत त्यो घरको मात्र होइन नि, बुझेकी छौ? भोलिका दिनमा बिहे गरेर अरूको घरको इज्जत सम्मान बनेर जाँदा पनि चाहेर पनि खोट लगाउन नसकुन् तिमीलाई। जस्तो माइतीमा बुवा आमालाई माया गर्छौ त्यस्तै घरमा सासू ससुरालाई पनि दिनु। हुन्छ कहिलेकाहीँ मनमुटाव, त्यसलाई ठुलो रूपमा नबनाउनु। बाबा आमालाई सम्झाएको हो भनिलिनु, मन नदुखाउनु। सोच्नु माइतीमा पनि भाउजूलाई पनि बुवा आमाले केही भन्दा यस्तै लाग्दैन होला र? सबैलाई इष्ट राख्नु खोज्नु, रिस राग मनमा नराख्नु। तिमी आफै समझदार छौ, तर पनि 1-2 कुरा ध्यानमा राख्नु। प्रिय, यति भने ल तिम्रो लागि। तिमी यस्तै बन्नु ल मेरी प्रियसी।